अभिभावकको रूपमा मैले दिने गरेको छु र मैले स्टाटसहरू देख्ने गरेको छु। मेरा श्रद्धेय धर्मगुरु आत्मदलका ढिङ्गे सेनज्यू र गुरुआमा पवित्र आमा साम्बा लिङ्गेनज्यू, अनि आज भर्खरै यो संयोगले श्रद्धेय गुरुआमाजीको सुपुत्री आदरणीय सिस्टर कमला लिङ्गेनज्यू र हाम्रो कुम्बा साप भन्दा अत्यन्तै सुन्दर हुन्छ होला, यो किराँत भाषामा साह्रै मिठो शब्द हो कुम्बा भन्नु, कुम्बा साप र यस सुमधुर कार्यक्रमका सभा अध्यक्ष र अतिथि महानुभावहरू अनि तुतुगेन तुम्याङ याग्लागेन सुहाङ सिसागेन मेन्छि मागेन नाफुङमा नालिगेन थाङबेन्द्र चुचुक साफुवा फुमामा हाम्रा छोरा छोरीहरू यहाँहरू सबैलाई म जय किराँत भन्न चाहन्छु। तपाईँहरूको ताली बज्दा फरक पर्दैन, किनभने हाम्रो मागेन्ना जोड्नु अरूले उठाइदिँदैन। किराँतीहरूको शिर उठाउने कुरा हामीबाट मात्रै सम्भव छ। त्यसो भएको हुनाले गर्दा पनि म सुरुमै यहाँहरूलाई यो दीपावली बलिहाङ तङ्नाङको शुभ अवसरमा माङसिङ निमा हाङसिङ निमा कुसिङ निमा कुसङ्गमा माङवा हाङवा याङवा कुङमा सुख शान्ति समृद्धि दीर्घायु र यहाँहरूको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। र मैले पनि अघि अलिकति मैले सक्ने माङहिम पुनर्निर्माणको कार्य पुनर्जागृतिको कार्य अघि संक्षेपमा हाम्रा उद्घोषकज्यूले बताइसक्नुभयो, त्यो कुरा म दोहोऱ्याउँदिनँ। हुवा मिसाउने काम मैले पनि सामान्य रूपमा गरेँ। मलाई विश्वास छ यहाँ तपाईँ हामी उपस्थित महानुभावहरूले आफ्नो क्षमता अनुसार आफ्नो विवेक लगाएर यो सामूहिक मुक्तिको सन्दर्भमा हामी सबैले योगदान गरिरहेकै छौँ भन्ने कुरा मैले विश्वास गर्दै म यहाँहरूलाई एउटा 23-24औं वर्षबाट किराँतीहरूको केन्द्रीय कलाकार माङसिबुङले जन्माएको कलाकारको नाताले अथवा आज मसँग जे छ म त अझ भन्छु हामीसँग राम्रा कुराहरू के छन्, त्यो माङसिबुङको चेतनाले जन्माएको कुराहरू। यो भन्नु सत्य कुरा हो, कसैलाई तितो लाग्न सक्छ, तर साँचो चाहिँ यही नै हो। त अघि पनि संक्षेपमा कुरा भयो यहाँनिर अहिले विराटनगर कोशी विरुद्धको पहिचानको आन्दोलनमा तपाईँ हामी छिर्यौँ भने 80% चाहिँ तपाईँ हाम्रै अनुहारहरू देखिन्छ। म मुकुमलुङमा 3 पटक प्रत्यक्ष रूपमा पुगेँ, त्यहाँनिर ठुल्ठुला धरपकड र चाहिँ नै जहाँ तपाईँ चाहिँ नै एकछिनको द्वन्द्वहरू पनि भयो, त्यहाँ पनि मैले हेर्दा अचम्म लाग्यो, तपाईँ हाम्रै अनुहारहरू देखिन्छ। त्यसले गर्दा किराँतीहरूले यो गर्वका साथ भन्नुपर्छ, यो देशमा भूमिपुत्रहरूको उत्पीडित र पेलिएकाहरूको दलितहरूको र मूलतः हेपिएरका अधिकारको सवालमा अब कोशी ढुङ्गा भएर चाहिँ किराँत धर्म अथवा माङसिबुङ उभिएको छ। तर हामीले यसो भनिराख्दा धेरै मान्छेहरू चकित पर्छन्, धर्म राजनीतिक चौरो हामी, त्यो बिल्कुल होइन। धार्मिक हुनुको अर्थ अन्याय सबै सहेर आफू मर्नु टुलुटुली हेर्नु भन्ने श्रद्धेय महागुरुज्यूको सन्देश छैन। एउटा सीमा हुन्छ, सीमा नाग्यो भने शान्तिपूर्ण प्रतिवाद अवश्य रूपमा गर्छ। त्यसको नेतृत्व अहिले शान्तिपूर्ण तवरले हामीले गुरुज्यूले गरिरहनु भएको छ। वास्तवमा नेपालमा अहिले जेनजी आन्दोलन तपाईँले हेर्नुभयो, तपाईँ हामीले हेर्यौँ, यो सबै कुराले देशमा अभिभाव खोजेको छ। कुनै पनि कुराको शिर हुँदो रहेछ आदान-प्रदानसित, शिर नभएपछि सबै शिर बन्न खोजिँदो रहेछ, अनि चाहिँ कुरा बिग्रिँदो रहेछ। एउटा सूत्रधारको आवश्यकता पर्दो रहेछ वास्तवमा। त्यसकारण मैले बारम्बार अहिले भन्ने गरेको छु, वास्तवमा अहिले नेपालमा 3 करोड नेपालीहरूको यो भूगोलको अब शान्तिका सूत्रधारको निम्ति मात्रै होइन, अभिभावक खोज्नुपर्ने समय आयो। वास्तवमा अभिभावकको रूपमा
हाम्रो श्रद्धेय गुरुजी उभिनु भएको छ। यो कुरा पनि यहाँहरूलाई मलाई लागेको कुरा, मलाई मात्रै होइन तपाईँहरूलाई लाग्छ होला, मलाई बिस्तारै लाग्छ यो देशका 3 करोड मानिसहरूलाई यो लाग्नुपर्छ। किनभने हामी हिंसामा बाँच्न सक्दैनौँ, शान्तिको आवश्यकता पर्छ। शान्ति भन्न साथ अहिले हाम्रो जोडिएका छौँ, हाम्रो धर्मगुरुजी जोडिनु भएको छ। त्यस कारण यति भन्दै 3 मिनट होइन धेरै नै भइसक्यो। यहाँलाई फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दै हामी सबैको अहिले चासो एउटा विषयमा पनि छ। यतिखेर उत्पीडित दलित र पहिचानवादीहरूको एउटा झन्डा, एउटा दल र एउटै मार्गचित्र र मार्ग र एउटै विधि र विधानमा बस्नुपर्छ भन्ने आम करोडौँ तपाईँ हामी उत्पीडित वर्गको चाहना छ। त्यो प्रयास पनि अहिले भइरहेको छ। म पूर्वमा 4 महिना रहे स्तुति सङ्गठनको कामहरूले र भर्खरै म हप्ता दिन आएँ काठमाडौँ आएको र यहाँ भेटघाटका कार्यक्रमले त्यही अनुसार चलिरहेको छ। यसका संवादहरू अत्यन्तै सकारात्मक रूपमा हाम्रा साथीहरूले पनि गरिरहनु भएको कुरा पनि यहाँलाई सन्देश प्रवाह गर्दै मेरो छोटो मन्तव्य यो लामो भएमा क्षमा माग्दै